चाहिँ आज बिहानै बोजू हेर्नु आएको छ है। बोजू बिरामी हुनुहुँदो रहेछ। बोजूलाई चाहिँ औषधिहरू लगाएर सुतिराख्नु भएको छ। नानी अब हिजो जस्तो त छैन, आज त सन्च छ। हिजो त भेट भएको त ए अब चियाहरू नखानु है ल बोजू, चिनी भएको चियाहरू। चिनी चिया नखानु। हजुर चिया चाहिँ कति ग्यास रङ चिया पनि 1-2 दिन नखानु ल। मन तातो पानी पिउनु ल। अनि मकै खानु। यो न्यु चाहिँ मकै खाएको छ भुटेर हो। ए हुन्छ मकै खाँदा त के त्यही मकैको न्यु चाहिँ त्यही भयो। चियासँग खानुभयो? त्यो चिया तातो पानीसँग खाए हो। त्यो खाएको न्युमा खाजा बनाउनु लाउनु भयो दिदीहरूलाई। आलु उसिनेर पोलेको लास्टै मन पर्ने मलाई चाहिँ फेरि। अनि यति धेरै खाएँ।